हेलो एन्ड नमस्ते सबैजनालाई। म विकेन्द्र सिंह थापा। आज चाहिँ हामी ए फर अडिट भन्ने क्लाउड बेस्ड एउटा अडिटिङ सफ्टवेयरको बारेमा हेर्न गइरहेछौँ। यो कसरी चलाउने। आजको यो भिडियो चाहिँ हाम्रो कोर अडिटिङ जुन ट्याक्स अडिट गर्दाखेरि चाहिँ यसले हामीलाई कसरी मद्दत गर्न सक्छ। एउटा सामान्य डाटाहरू कलेक्ट गरेको भरमा चाहिँ यो एक आपसमा कसरी डाटाहरू रिपोर्टहरू फालिदिन्छ हैन। एक आपसमा सबै कुराहरू कसरी कम्युनिकेट गरेर एउटा तपाईँलाई चाहिँ कम्प्लिट एउटा ट्याक्स अडिट गर्न चाहिँ एउटा कम्प्लिट एसिस्ट गर्छ यो सिस्टमले भनेर हेर्छौँ। अब म पहिले सुरुमा मेरो लगइन गरेँ। ओके, लगइन गरिसक्दा यो तपाईँले सुरुमा अलिकति जेनरल ओभरभ्यू दिन्छु म, र यो भएको सबै मेन्युहरू हामी डिटेलमा डिस्कस गर्छौँ। अहिले चाहिँ हामी यो सफ्टवेयरको धड्कन मुटु ट्याक्स अडिट सुइट, ट्याक्स अडिट गर्न चाहिँ यसले तपाईँलाई कसरी मद्दत गर्न सक्छ भन्ने कुरा चाहिँ हेर्छौँ। र यो सफ्टवेयरमा भएका सबै मोड्युलहरू एकदम ध्यान दिएर, एकदम म आफूले ध्यान दिएर भन्दा पनि म आफूले फेस गरेको प्रब्लमहरू चाहिँ सबै कुराको सोल्युसन चाहिँ गर्न खोजेको यसमा। अब नेपालको कन्टेक्स्टमा समस्या के छ भने कुनै कर्मचारीलाई काम सिकायो त्यसपछि छोडेर जाने, त्यस्तो त प्रब्लम हामी सबैले फेस गरिरहेछौँ। मैले चाहिँ यो सबै प्रब्लमबाट मुक्त पाउनको लागि चाहिँ बेसिक कुराहरू मात्रै मेरो इम्प्लोइले हालिदिइसक्दाखेरि एभ्रिथिङ चाहिँ सिस्टमले डिसिजन टेक गरोस्, अथवा मैले त अन्तिममा गरिहाल्छु, तर एकदम सिस्टम बेस्ड अडिट प्लस अपरेटिङ प्रोसिजर बेस्ड अडिट होस् भन्ने हिसाबले चाहिँ यो सफ्टवेयर बनेको छ। यसको ओभरभ्यू, यसको इन्ट्रोडक्सनै भनौँ न, एउटा जेनरल इन्ट्रोडक्सन त्यसरी बनेको छ भने यो ड्यासबोर्ड हेर्न सक्नुहुन्छ। ड्यासबोर्डमा यो माथि हाम्रो च्याट गर्न सक्नुहुन्छ, आफ्नो टिमहरूलाई फोन गर्न सक्नुहुन्छ, अनि डार्क मोड र लाइट मोडमा कन्भर्ट गर्न सक्नुहुन्छ भने आफ्नो लगइन देख्न सक्नुहुन्छ भने यो ड्यासबोर्ड हो। ड्यासबोर्डमा अरू कुराहरू तपाईँले यो क्विक सर्टकट सेट गर्न सकिन्छ। अब ट्याक्स समरी भनेको ओभरड्यू ट्याक्सहरू हेर्न सक्नुभयो भने यो एक्टिभ कन्टेक्स्ट चाहिँ अलिक इम्पोर्टेन्टै छ। यो ओभरअल मोड्युलमा किन इम्पोर्टेन्ट छ भने यहाँ कुनै क्लाइन्ट र कुनै क्लाइन्टको फाइनेन्सियल इयर छानिदिइसकेपछि चाहिँ यो सबै मेन्युमा, एभ्री मेन्युमा चाहिँ तपाईँले जुन जुन पेजेसहरू चलाउनुहुन्छ त्यसमा अटोमेटिक यो क्लाइन्ट र यो फाइनेन्सियल इयर छानिन्छ। त्यसैले यो एक्टिभ कन्टेक्स्ट साह्रै इम्पोर्टेन्ट छ। तपाईँले बार बार क्लाइन्टहरू छानिराख्नु परेन। एकाउन्टिङ सफ्टवेयरमा भए त एउटा पार्टिकुलर कम्पनी खोलेर हुन्थ्यो भने यहाँ चाहिँ एउटा क्लाइन्ट छानेको भरमा एभ्रिथिङ चाहिँ टेकन केयर अफ हुन्छ। अब यहाँ नेभिगेसनको एक्सपान्ड र कोल्याप्स गर्ने मेन्यु छ भने यहाँ तपाईँले आफ्नो पेजहरू सर्च गर्न सक्नुहुन्छ भने हामीसँग जम्मी 21वटा मेन्युजहरू छ। 21वटा मेन्युमा हरेक मेन्यु हामी इन्डिभिजुअली डिस्कस गर्दै जान्छौँ। एभ्रिथिङको आफ्नै इम्पोर्टेन्स, आफ्नै रोल छ। म आफूले चाहिँ अडिट प्र्याक्टिस गर्दाखेरि मैले फेस गरेका प्रब्लमहरूलाई चाहिँ सबै कुराहरू चाहिँ मैले यहाँ सोल्युसनको रूपमा प्रेजेन्ट, अथवा सोल्युसनको रूपमा म आफै पीडित भएको कारणले चाहिँ बनेको सफ्टवेयर हो भनिसक्दाखेरि चाहिँ अब यसको आज हामी ट्याक्स अडिट सुइट भन्ने हेर्छौँ। 15 नम्बरको मोड्युल है। 15 नम्बरको मोड्युलमा हामी ट्याक्स अडिट सुइटको बारेमा हेर्छौँ। ट्याक्स अडिट सुइट, ट्याक्स अडिट सुइट चाहिँ कसरी डिभाइड भएको छ भन्दाखेरि यो मेन्यु कसरी नामाकरण भएको छ भने जस्तै 15 हाम्रो ट्याक्स अडिट भयो भने 15.1 भनेको यसको बच्चा, 15.2 भनेको प्यारालल बच्चा, 15.2.1 भनेको चाहिँ 15.2 को बच्चा, त्यसरी बुझिदिनु पऱ्यो। प्यारेन्ट र चाइल्ड रिलेसनसिपमा कोडिङ त्यो मेन्युहरू अर्गनाइज गरेको छ भने यो हाम्रो ट्रायल ब्यालेन्स यो ट्रायल ब्यालेन्स यहाँ सबै कुराहरू तपाईँले एन्ट्री गर्न सक्नुहुन्छ। त्यो बिस्तारै हेर्दै जान्छौँ हामी। तर आजको हाम्रो यसले रिपोर्ट चाहिँ के फाल्छ त, यसको अल्टिमेट गोल के हो त, आज त अल्टिमेट गोलको बारेमा चाहिँ हेर्छौँ। अब
ट्याक्स अडिट सुइटको जेनरल ओभरभ्यू हेर्ने हो भने फेज डाटा भन्ने छ। यसमा तपाईँले भरेका विभिन्न ठाउँमा भरेका डाटाहरू यहाँ तपाईँको फेच गर्न सक्नुहुन्छ यहाँबाट भने। अब म्यापिङ एन्ड कन्फिग भनेको चाहिँ केही करको दरहरू यताउतिहरू तपाईँले गर्न सक्नुहुन्छ केही चिजहरू। यो त तपाईँको लगभग युज पनि नगर्दा हुन्छ, यो अलरेडी यो चाहिँ कस्ट्युम सफ्टवेयर बनाएको कारणले चाहिँ तपाईँको अर्कै केही चिज चलाउनु हुँदैछ, अर्कै नोट्सहरू काम गर्नु हुँदैछ भने चाहिँ अर्कै तरिकाले नोट्सहरू बनाइराख्नु भएको छ। यहाँको ट्रायल ब्यालेन्सभन्दा फरक भने तपाईँले म्यापिङ कन्फिग चेन्ज गरिदिनु भयो भने चाहिँ फेरि रिफ्लेक्ट हुन्छ। यो सायद नचलाउँदा हुन्छ, यो सेटिङ यसलाई यत्तिकै छोडिदिनु भयो भने हुन्छ भने। अब रियल चाहिँ यो त माथिको कन्फिग सेट गर्ने हो भने 15.3मा तपाईँले केही चिजहरू मेन्युजहरू देख्नु भएको छ, यो इन्डिभिजुअली डिस्कस गर्दै जान्छौँ। 15.4मा एनालिटिकल रिभ्यू हेर्छौँ भने 15.5मा अडिट चेकलिस्ट हेर्छौँ। 15.6मा D03 रिटर्न भर्ने सबै यहाँ बनेर आउँछ भने। 15.7मा एसेट सेड्युल छ। 15.8मा ट्याक्स तिरेका ट्याक्स पेड का भाउचर्सहरूको डिटेल छ भने। 15.9मा ब्याङ्क स्टेटमेन्ट एनालाइसिस छ भने। 15.10मा फाइनल रिपोर्टिङ छ। यसले तपाईँको ब्यालेन्स सिटदेखि लिएर एभ्रिथिङ फालिदिन्छ, एभ्रिथिङ प्रिपेयर हुन्छ, केही पनि गर्नु पर्दैन। यो चाहिँ हाम्रो अरू 21वटा मेन्युमध्ये हाम्रो 15 नम्बरको मेन्युको फिचर हो भनेको यति चिजमा डिभाइड भएको छ। यसले तपाईँको वर्कहरू एकदम सजिलै गरिदिन्छ। फेरि यो मेन्यु यो अडिटिङ सफ्टवेयर चाहिँ धेरै रिपोर्ट बेस्ड भएको कारणले धेरै रिपोर्ट देख्नुहुन्छ कि एन्ट्री गर्ने ठाउँ चाहिँ लिमिटेडहरू छन् भने ट्रायल ब्यालेन्स हालिदिनु भयो, सम्पत्तिको डिटेल हालिदिनु भयो, सम्पत्ति किनेको हाल्ने बित्तिकै अरू सबै ओपनिङ के तान्नु पर्ने चाहिँ सिस्टम आफैले टेकन केयर गर्छ। यो बिस्तारै छुट्टै मोड्युलमा डिस्कस गर्ने नै छौँ। अब सुरु गरौँ है त। अब फर्स्टमा फेच डाटाबाट सुरु गऱ्यौँ। अब एक्टिभ कन्टेक्स्टमा हामीले क्लाइन्ट सिलेक्ट गरेको भए त यहाँ सिलेक्ट गर्नै पर्ने थिएन। अब हामीले एउटा कुनै क्लाइन्ट, यो डमी डाटा हो, यसलाई रियल नठान्नु होला। यहाँ चाहिँ तपाईँले अरू ठाउँ अरू मेन्युहरूमा काम गरिसकेपछि त कम्पाइल गर्ने ठाउँ हो नि त, यो त एकदम रिपोर्ट हेर्ने ठाउँ हो नि त। सबै ठाउँमा तपाईँले काम गरेर सबै कुराहरू भइसकेपछि चाहिँ यति 9वटा चिज चाहिँ 9वटा एन्ट्री गर्ने ठाउँबाट यसले तान्छ। 9वटा भनौँ न एन्टर्ड ट्रान्जेक्सन्सहरू चाहिँ जस्तै ट्रायल ब्यालेन्स भयो, भ्याट रिटर्न्स, बुक एसेट्स, यो बिस्तारै हेर्दै जान्छौँ हामी मोड्युलमा। यसलाई तपाईँले फेच अल डाटा गरिदिनु भयो भने यसले ब्युटिफुल तरिकाले सबै डाटाहरू तानो। अब एनालाइसिसको लागि यसले रेडी गर्दैछ। यो किन यसरी बनाएको भन्दा तपाईँले मानिलिउँ ब्याक गरेर कुनै ट्रायल ब्यालेन्स चेन्ज गर्नु पऱ्यो अथवा केही गर्नु पऱ्यो भने फेरि यसलाई अनलक गरेर चाहिँ गर्न सक्नुहुन्छ। अहिले जस्तै लक स्ट्याटसमा लक छ नि, यसलाई अनलक गरेर फेरि चेन्ज गर्न सक्छ। एकचोटि लक गरिसकेपछि मात्रै यो फाइनल रिपोर्टिङमा पुग्न सक्नुहुन्छ। त्यसरी लकिङ सिस्टम पनि बनाएको छ ताकि रोबस्ट डाटा होस्। अब 15.2 हेरिनौँ। अब स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन, यसमा तपाईँको पिएल, ओसिआई र ब्यालेन्स सिट सबै बनेर आइसकेको छ। यो तपाईँले हेर्ने तरिका तपाईँले आफूले अहिले भर्खर लोड ट्रायल ब्यालेन्स त उता छ। जस्तै रेभिन्यू फ्रम अपरेसन हेर्नु हो भने यसरी आयो 33 नम्बरको 33.01 भनेपछि 33.01 भित्र यो यस्तो एउटा एरो जस्तो आइरहेको छ नि, यो भित्र अझै बच्चा छन् भन्ने भयो। यसरी तपाईँको प्यारेन्ट चाइल्ड रिलेसनसिपबाट चाहिँ तपाईँको नोट टेकिङ भइरहेछ। यसरी तपाईँले एउटा जेनरल ट्रायल ब्यालेन्स, पिएल, ओसिआई, ब्यालेन्स सिट हेर्न सक्नुहुन्छ। एउटा यो हेर्ने रिपोर्ट वेब बेस्ड रिपोर्ट हेर्ने मात्रै हो। पछि त तपाईँले सबै कुरो फाल्न सकिहाल्नुहुन्छ फाइनलै फाइनेन्सियल स्टेटमेन्ट। अहिले त हामी भ्यू गर्दैछौँ। त्यसपछि यो भ्याट रिटर्न्स तपाईँको बनाएको छ। यसमा भ्याट एमाउन्ट कति त्यो कति सबै आइहाल्यो भने यो मुनि चाहिँ तपाईँले छुटेका बिलहरू मानिलिउँ कुनै बिलहरू छुटाउनु भयो त्यो भने चाहिँ तपाईँले एन्ट्री यहाँ गर्नुपर्छ। एन्ट्री गर्न चाहिँ तपाईँले एडजस्ट बात दिने, यहाँ कस्ट्युम एन्ट्री पनि गर्न सक्नुभयो। होइन भने मानिलिउँ मिसिङ पर्चेज बिल तर क्रेडिट चाहिँ दाबी गर्नुपर्ने छ तपाईँले भन्दाखेरि। अब तपाईँले मानिलिउँ यहाँ ट्याक्सेबल पर्चेजमा 90,000को बिल चाहिँ तपाईँले छुटाउनु भएछ, 1 वर्षभन्दा कमको बिल भन्ने बित्तिकै यसले 90,000को भ्याट क्रेडिट लिन्छु भन्नुभएको छ। 11,700 डेबिटमा भ्याट गऱ्यो भने क्रेडिटमा पार्टीलाई गरिदियो
पार्टी भनेको पार्टी हुनुपर्छ भन्ने कुरा हो बिल मिसिङ भयो भने। अथवा यसलाई तपाईँले भ्याट एक्सपायर्ड दाबिदिनु भने चाहिँ फेरि भ्याट 0 भयो। भ्याट चाहिँ अब तपाईँले क्लेम भएन भन्ने कुरा। यसलाई चाहिँ भ्याट एक्सपेन्सको रूपमा ट्रिट गर्छ, क्रेडिटको रूपमा भन्दा पनि यसरी बुझ्नु पर्यो। यसरी तपाईँको यहीँबाट तपाईँले एन्ट्री गरेर सेभ गर्न सक्नुहुन्छ र एडजस्टमेन्ट सेभ गरिसकेपछि तपाईँको यहाँ बस्छ यी। जस्तै एभ्रिथिङ तपाईँको यहीँ एडजस्टमेन्ट हिस्ट्री भएर बस्छ भने यहाँ चाहिँ तपाईँको रिफ्लेक्ट हुन्छ। मानिलिउँ पर्चेजमा जोड्नु पर्ने छ भने यहाँ जोडिदिन्छ, भ्याटमा जोड्नु पर्ने छ भने यता जोडिदिन्छ, सिस्टमले अटोमेटिक सबै कुराहरू गरिदिन्छ। यसमा तपाईँले अब तपाईँले भ्याट क्लासिफिकेसन गर्नु पर्यो भनेको तपाईँले भ्याट रिटर्न्समा त यो भर्नुभयो, तपाईँले सच्याउनु भयो, त्यसलाई इन्क्रिज गराउनु भयो, पर्चेज इन्क्रिज गराउनु भयो, घटाउन पनि सक्नुहुन्छ, तपाईँ जेसुकै होस्। गरिसकिसकेपछि सेकेन्ड स्टेपमा तपाईँले भ्याट क्लासिफिकेसन गर्नुभयो। भ्याट क्लासिफिकेसनमा चाहिँ यो तपाईँको ट्याक्सेबल पर्चेज र ट्याक्सेबल सेल्सको चाहिँ मुनि क्लासिफाई गरेको चिज र उता अघिको यो जुन टोटल छ नि त्यो चाहिँ मिल्यो कि मिलेन। यहाँ भ्याट रिटर्न्सको यो जुन टोटल आएको छ यो टोटल चाहिँ उता तान्छ, अनि यही टोटल बराबरको त तपाईँले क्लासिफाई गर्ने हो नि त। तपाईँको के क्लासिफाई गर्ने भन्दा जस्तै तपाईँले यहाँ गर्नुभयो होला भ्याट, जस्तै अब यो मेडिकल सेल्स तपाईँले 16 करोड 77 लाखको छ भने 2 करोड को ट्याक्सेबल सेल्स गर्नुभयो, 13 करोडको एक्जेम्प्ट गरेर 16 करोड पुर्याउनु भयो। यसरी तपाईँले एउटा लाइन एड गरेर कुनै पनि तपाईँको पिएलमा भएका चिजहरू तपाईँले सर्च गर्न सक्नुहुन्छ। जस्तै तपाईँलाई पर्चेज टाइप गर्न मन लाग्यो भने अब यसले पर्चेज फेरि तपाईँलाई टाइप गर्न दिँदैन। किन थाहा छ? किनभने तपाईँले अलरेडी पर्चेजलाई यहाँ क्लासिफाई गरिसक्नु भएको छ, डबल हुन दिँदैन। त्यहाँ पनि तपाईँलाई कन्ट्रोल गरिदिन्छ उसले। त्यसरी अब यो बनिसकेको चिज हो, मैले यसलाई डिलिट गरिदिएँ। यसरी तपाईँले सेल्समा हाल्ने कि पर्चेजमा हाल्ने भने कुनै आइटमको क्लासिफाई गरिदिन सक्नुहुन्छ। फिक्स एसेट्सको चाहिँ तपाईँको अलरेडी एसेट्स सेड्युल कुनै अर्को मेन्युमा छ सम्झिनु। त्यहाँ बनाइसकेपछि यहाँ फेच एसेट्स भन्ने बित्तिकै त्यो वर्ष किनेका सबै सम्पत्तिहरू चाहिँ यसले मजाले, जस्तै यो नन डेप्रिसिएबल एसेट्समा हाल्नुको कारण चाहिँ सायद यो बिल्डिङ चाहिँ वर्क इन प्रोग्रेसमा थियो होला, यसरी अगाडि नै सेट गरिसकेको हुन्छ। सर्लक्क तपाईँको पर्चेजका डिटेलहरू सबै चिजहरू तानिदिन्छ, सम्पत्ति सर्लक्क तानिदिन्छ पर्चेजबाट है। अब एनएक्स 5 प्रिपेयर भनेको चाहिँ तपाईँको पिएलको इन्कम र पिएलको एक्सपेन्स यो वर्ष करेन्ट इयरको कति छ, कति एमाउन्ट डिसएलाउ गर्ने, कति एमाउन्ट एलाउ गर्ने, रिजनसहित तपाईँले यहाँ लेख्न सक्नुहुन्छ। अब डेप्रिसिएसनको केही गरिराख्नु परेन, अटो क्यालकुलेट हुन्छ, यो सबै एलाउ डिसएलाउ गरिदिन्छ। फाइन पेनाल्टी अटो डिसएलाउमा हालिदिन्छ भने यसरी तपाईँले कुनै खर्चलाई, अब मानिलिउँ उदाहरणको लागि कुनै चिज जस्तै अडिट फी 10,000 डिसएलाउ किन गर्नु पर्यो र हेलो लेखेको रहेछ, यसरी तपाईँले सेभ गर्न सक्नुहुन्छ। यहाँ सेभ गरेर कुनै एक्सपेन्सहरू डिसएलाउ गर्ने एलाउ गर्ने, यो एकदम डाइनामिक हो। तपाईँले कुनै आइटमहरू ट्रायल ब्यालेन्सको हिसाबले एक्सपेन्सेसहरू मात्रै तानिदिन्छ कि एक्सपेन्सेस र इन्कम मात्रै तानेर गरिदिन्छ। अब सेकेन्ड स्टेपमा तपाईँलाई प्रायर पिरियडको लस मानिलिउँ तपाईँले 2080-81मा 9 लाखको लस हाल्नुभयो अरे। यसले तपाईँलाई हेर्नु त यो हाल्ने बित्तिकै यसले वार्निङ के दियो भने तपाईँको जेनरल रिजर्भमा त प्रफिट देखिरहेछ, तपाईँले ट्याक्समा त लस दाबी गरिराख्नुमा चाहिँ साँच्चैकै हो भनेर तपाईँलाई वार्निङ दिइरहेछ। हुन पनि सक्छ नि, ट्याक्स डेप्रिसिएसनको कारणले ह्युज लस आउन सकेको हुन्छ अथवा कुनै कारणले लस आउन सकेको हुन्छ ट्याक्समा, तर तपाईँलाई वार्निङ चाहिँ दिन्छ है। जेनरल रिजर्भको टोटल रिटेन अर्निङ्सको चाहिँ प्रफिटमा हुँदाहुँदै पनि तपाईँले किन चाहिँ लस क्यारी फरवर्ड गर्नु खोज्नु हुँदैछ, अथवा तपाईँले लसको बारेमा बुझ्नुभयो नि क्यारी फरवर्ड गर्न तपाईँलाई एकचोटि चेक गरेर गर्नु है भन्ने एउटा सन्देश जस्तो हो। त्यसपछि यहाँ रिकन्सिलिएसन भयो भने यहाँ चाहिँ तपाईँको खर्च र एक्सपेन्स एलाउड गरेर, जस्तै 18 करोडको इन्कम 18 करोड 48 लाखको एक्सपेन्सलाई 14 लाखकोलाई यता यसले ट्याक्स क्यालकुलेट गरेर चाहिँ तपाईँको ट्याक्स क्यालकुलेसन निस्क्यो है।
यसरी तपाईँको ट्याक्स क्यालकुलेसनदेखि अब यहाँ फ्ल्याट रेट जे छाने पनि भयो, माथि सेटिङ छँदैछ। अहिले तपाईँ यति बुझ्नुहोस्, सबै कुराहरू यहीँबाट तपाईँले ह्यान्डल गर्न सक्नुभयो। कुनै खर्च एलाउ गर्ने एलाउ गर्ने रिजन लेखेर तपाईँले NX 5 लगभग बनाऊ भनौँ न। त्यसपछि क्यास फ्लो स्टेटमेन्ट केही गरिराख्नु परेन, यो बनिहाल्यो। त्यो हेर्नको लागि हो, यो आफ्नो चेन्जेस इन इक्विटी यहाँ तपाईँको मिलेको छैन भने, ब्यालेन्स सिटमा कहीँ मुभमेन्ट मिलेन भने यहाँ तपाईँलाई वार्न गर्छ, यो मिलेको छ एकदम। TDS लाइबिलिटी, यो मलाई एकदम इम्पोर्टेन्ट, म आफूलाई चाहिँ एकदम इम्पोर्टेन्ट लागेर बनाएको हो र यो साह्रै इम्पोर्टेन्ट पनि छ। मेन्यु चाहिँ TDS एसेस गर्ने मेन्यु हो, जसमा चाहिँ तपाईँले यहाँ तपाईँको पिएलमा भएका पिएलको मात्रै चिजहरू तानिदिन्छ, खर्चहरू। र यसो बेसिकली 3टा सेक्सन छ, एउटा स्यालेरीको छ, अरू अन्य खर्चहरूको छ भने, अनि लास्टमा चाहिँ एसेट्समा पनि कुनै TDS काट्नुपर्ने छ भने तपाईँको यहाँ 3टा मोड्युलबाट छाने सिलेक्ट हुन्छ। यहाँ तपाईँले यो खर्चमा TDS छ भनेर टिक लगाइदिनु पऱ्यो। स्यालेरी भनेर यहाँ चिनिदिनु पऱ्यो भनिसक्दाखेरि, जस्तै फ्रिटमा छान्ने बित्तिकै यहाँ मुनि फ्रिट आइहाल्छ। अब तपाईँले यो कुन चाहिँ सेक्सनबाट व्यक्तिलाई TDS गरेको हो कि के गरेको हो, अनि एमाउन्ट र ट्याक्स छानिदिएर तपाईँले गर्न सक्नुहुन्छ भने, अब पार्ट टाइम डक्टरको अब सेल्स प्रमोसनलाई तपाईँले 2टामा डिभाइड गरिदिनु भयो होइन। एउटा चाहिँ 23मा भनेको प्रालीलाई, एउटा चाहिँ 5वटा व्यक्तिलाई यसरी डिभाइड गरेर सेम सेक्सनलाई यसरी स्प्लिट गरेर यहाँ अनएलोकेटेड एमाउन्ट पनि आइरहेको रहेछ 12,600। जस्तै टोटल एक्सपेन्सेस तपाईँको माथि सेल्स प्रमोसनमा यहाँ गर्नुभएको छ नि, यो इरर देखियोस् भनेर गरेको, ताकि अहिले कुनै एक्सपेन्सेसहरू एलोकेट भएन भने चाहिँ के हुन्छ भनेर। जस्तै तपाईँको टोटल एक्सपेन्स त 84,000 हो नि त, तर यहाँ 10,000 र 74,000 गर्नुभयो भनेपछि त 424.77 रुपियाँ त एलोकेट तपाईँले अझै गर्न बाँकी छ है। TDSको रेटहरू उसले यहाँ निकालिहाल्यो भने, क्यापिटल नेचरको सम्पत्ति जोड्नु भएको छ नि, वेजेस एन्ड कन्स्ट्रक्सनको अब TDS र पेरोलको चाहिँ अब तपाईँले यहाँ एउटा टेम्प्लेट छ, यो टेम्प्लेट डाउनलोड गरेर चाहिँ कर्मचारीको ट्याक्सेबल स्यालेरी हाल्ने बित्तिकै मेल फिमेल क्रेडिट दिनुपर्ने, के गर्नुपर्ने ऊ सिस्टमले आफै गरिदिन्छ है त। यो चाहिँ डिफर ट्याक्स क्यालकुलेटर। डिफर ट्याक्स क्यालकुलेटरले चाहिँ तपाईँको DTA र DTL ब्यालेन्स सिटको ओपनिङ र क्लोजिङ हेरेर यो वर्ष प्रोपर्टी प्लान्ट इक्विपमेन्टमा यो अटो आउँछ। प्रोपर्टी PPEको त उसले आफै निकालिदिन्छ के गर्नुपर्ने हो भनेर। अनएब्जर्ब लसको पनि अटो तानिदिन्छ, तपाईँले चेन्ज चाहिँ गर्न सक्नुहुन्छ भने, क्यालकुलेट हुन्छ भने। यहाँ तपाईँलाई जर्नल इन्ट्री पनि दिन्छ, PLमा हाल्नु डेबिटमा र DTL एकाउन्ट क्रेडिट गर्नु भनेर, र ओपनिङ र क्लोजिङको डिफ्रेन्स गरेर ब्यालेन्स सिटको मुभमेन्ट पनि देखाउँछ भने चाहिँ अब यहाँ तपाईँको कम्प्युटेड NASको अनुसारले र तपाईँको त्यो फाइनेन्सियल स्टेटमेन्टमा त्यही भ्याल्यु एपियर भयो कि भएन भन्ने कुरा हेर्न सक्नुभयो भने। प्रफिट एन्ड लस एनालिटिक्स, यसमा चाहिँ बेसिकली तपाईँले तपाईँको PLका आइटमहरू, जस्तै उदाहरणको लागि कन्ट्रिब्युसन टु सेल्स भनेको 100 रुपियाँ सेल्स बल्दा अरू खर्च कति बढे, र चेन्ज कुनै ग्रुपको शीर्षकहरू कसरी चेन्ज भयो भनेर PLको हेर्न सक्नुहुन्छ यसमा। अब ब्यालेन्स सिट एनालिटिक्समा चाहिँ फर्स्ट यो स्न्यापसट जस्तो हो। जस्तै ब्यालेन्स सिटमा इन्भेन्टरिज बढ्नुको, इन्भेन्टरिज त बढो भात्तै ब्यालेन्स सिटमा यता बढ्यो भने अर्को साइड चाहिँ के बढेछ भन्दा ट्रेड पेएबल्स बढेछ भनेपछि तपाईँको बाँकीमा सामान लिएर थुपार्नु भएको छ भन्ने कुरा बुझ्नु पऱ्यो होइन त। इन्ट्रेस्ट रेट, यहाँ चाहिँ यसले तपाईँको ब्याज दर र लोनको फिगरहरूलाई हेरेर ब्याज दर क्यालकुलेट गरिदिन्छ। यो किन इम्पोर्टेन्ट छ भने, जेनरली कहिलेकाहीँ के हुन्छ भने ब्याङ्कले जुन ब्याज दर चाहिँ पेडमा वाला मात्रै सर्टिफिकेट दिन्छ कि, तपाईँले कुनै किस्ता तिर्नु भएको छैन, कुनै ब्याज तिर्नु भएको छैन, त्यो आउँदैन ब्याङ्कमा। त्यसमा इन्ट्रेस्ट आउटस्ट्यान्डिङ त तपाईँलाई चाहियो नि त। अत्याधिकै रेट कम आयो भने त तपाईँले क्वेसन गर्न सक्नुहुन्छ, तपाईँले ब्याङ्क स्टेटमेन्ट चेक गर्नै पऱ्यो, तर एउटा तपाईँलाई ग्ल्यान्स दिन्छ कि यसले। अब 2% ब्याज दर आयो भने त समस्या भयो नि त। एन्टी एनालाइसिस भनेको त अब ब्याङ्कको
यो तपाईँको इन्भेन्टरिज, ट्रेड रिसिभेबल्स, ट्रेड पेबल्सलाई हेरेर एक्चुअल एनटिए यति छ, रिक्वायर्ड अब कति पर्सेन्ट फाइनेन्स गर्ने, 70% कति गर्ने भन्ने कुरा चाहिँ तपाईँले सेट गरेर 70%मा अहिले वर्क भइरहेछ। यो तपाईँले चाहिँ रिक्वायर्ड एनटिए पुग्यो कि पुगेन भन्ने कुरा तपाईँलाई वार्निङ पनि दिन्छ। कहिलेकाहीँ ब्याङ्क रिसाउँछ नि त, यसो एकचोटि चेक गरिदिनुहोस् एनटिए ब्याङ्कको लागि पनि के कति भइरहेछ भन्ने कुरा चाहिँ। स्ट्याटिक लेजर के भनिराख्नु पर्यो र, तपाईँको फाइनेन्सियल स्टेटमेन्टमा भएको लाइन अफ आइटम चाहिँ स्ट्याटिक रूपमा छ भने, चेन्जेस आएको छैन भने चाहिँ यो डोरम्याट लेजर चाहिँ अलिक मिलेन होला यसको। यसले चाहिँ भन्न खोजेको के भने पुरानो हिसाब थियो तर अहिले छैन भन्न खोजेको। त्यो स्पेलिङ भन्दा नि इङ्ग्लिस मिलेन यसको। न्यू लेजर भनेको चाहिँ नयाँ लेजर क्रिएट गरियो है, कुन गरियो हेर्नु पर्यो। बुक्स भर्सेस भ्याट भनेको चाहिँ अब यहाँ तपाईँको भ्याट रिकन्सिलेसन, अघि तपाईँले गरेका वर्कहरू जुन तपाईँले भ्याट रिकन्सिलेसन गर्नु पनि, भ्याटलाई क्लासिफाई गर्नु पनि, मेरो 2 करोडको भ्याट रिटर्नमा गरेको छ नि, 2 करोड चाहिँ मैले के किनेँ त, एसी किनेँ, पर्चेज गरेँ, पर्चेजको ट्रेडिङ आइटम गरेँ, के भनेर तपाईँले जुन अघि क्लासिफिकेसन गर्नुभयो त्यो चाहिँ एउटा यहाँ विन्डो छ। यो विन्डोमा चाहिँ तपाईँले के गर्न सक्नुभयो भने तपाईँको पिएल आइटम र पिएलका इन्कम र एक्सपेन्सेसका सबै आइटमहरू कसरी चाहिँ तपाईँले म्यापिङ गर्नुभएको छ अगाडि भनेर हेर्न सक्नुभयो। उदाहरणको लागि जस्तै मेडिकल सेल्स 16 करोडको तपाईँले इन्कम फाइनेन्सियल स्टेटमेन्टमा बुक गर्नुभयो भने भ्याटमा पनि 16 करोडै तपाईँले क्लासिफाई गर्नुभएको छ, त्यसैले डिफ्रेन्स छैन। यस्तो खर्चहरू चाहिँ एलाउ गर्दाखेरि बिना बिलको भन्ने कुरा, बिनाको खर्चहरू चाहिँ कति लेख्नु भएको छ भन्ने एउटा ग्लान्स हेर्न सक्नुहुन्छ भने यो चाहिँ एसेट्स एनालाइसिस हो। बेसिकली यहाँ चाहिँ बुक्स एमाउन्टले हाम्रो एसेट्सको सेड्युल जनायो भने ट्याक्स एमाउन्ट भन्नाले ट्याक्सको सेड्युल जनायो। यसमा हाम्रो डिफ्रेन्सेसहरू के छ, ओपनिङ, एडिसनमा, डेप्रिसिएसनमा, क्लोजिङ ब्यालेन्समा भने यो चाहिँ फाइनेन्सियल स्टेटमेन्ट र बुक्स एमाउन्ट भनेको चाहिँ एसेट्सको सेड्युलमा केही डिफ्रेन्स छ कि यो त आउनु हुँदैन नि त। बुक्समा चाहिँ तपाईँले 7 लाख, बुक्स भन्नाले सेड्युलमा चाहिँ तपाईँको सिस्टमले आफै क्यालकुलेट गर्दैछ 7 लाखको, अनि फाइनेन्सियल स्टेटमेन्टमा 9 लाख त डेप्रिसिएसन हाल्ने कुरो हुँदैन नि त। त्यसैले यो कुराहरू चाहिँ तपाईँलाई वार्न गरिदिन्छ सिस्टमले। स्टक एनालाइसिस यहाँ भरेकै छैन, त्यसैले यहाँ छैन, हालेपछि यहाँ देख्नुहुन्छ। अहिले नेगेटिभ लेजर एनालाइसिस भनेको चाहिँ तपाईँको फाइनेन्सियल स्टेटमेन्टमा कुनै नेगेटिभ भ्याल्युज लिनुभएको छ भने चाहिँ, जस्तै क्लोजिङ स्टक घटाउनलाई लिएको थियो हामीले, त्यस्तो कुनै झुकिएर आयो भने यहाँ तपाईँले चेक गर्न सक्नुहुन्छ। यो 1 लाखको डाटा मेरो फेभरेट भन्दा पनि 1 लाखको डाटा चाहिँ म किन एकदम 1 लाखको डाटा भनेको जुन कन्फर्मेसन लेटरका थियो, जुन सेल, पर्चेज, ओपनिङ, क्लोजिङ, यो मलाई किन फेभरेट लाग्छ भने यसको जुन एनालाइसिस छ म एउटा ढुक्कले बस्न सक्छु कि यसले एकदम डिपली एनालाइसिस गरिदिन्छ तपाईँको सबै कुराहरू। के गर्छ भन्नुहुन्छ भने यसले सुरुमा के चेक गर्छ भने तपाईँको भ्याट रिटर्न्समा कति पर्चेज चढाउनु भयो त र त्यो रिलेटेड कन्फर्मेसन ल्याउनु भयो कि भएन त भन्ने कुरा चेक गर्छ। जस्तै 18 करोडको भ्याट रिटर्नमा चढाइसक्दाखेरि 1 लाखको डाटा कतिको तपाईँले कन्फर्मेसन ल्याउनु भयो त भनेको, यो किन कन्फर्मेसन आएन त, बिक्रीको कन्फर्मेसनै ल्याएको रहेनछ। यसको अर्थ के भयो भन्दा सेल्सको त 0% छ। किन यस्तो भन्दा यो खुद्रा बिक्छ नि त, यो फार्मेसी खुद्रा बिक्रेर कारणले आएन भने पर्चेजमा चाहिँ तपाईँले यो यहाँ देख्न सक्नुहुन्छ। यो यसको सेल्स कभरेज रेसियो र पर्चेज कभरेज रेसियो। अब भ्याटमा पर्चेज 19 करोड 51 लाखको चढाउनु भयो, 1 लाखको डाटामा 17 करोडको ल्याउनु भयो भनेको चाहिँ कन्फर्मेसन 88% ल्याउनु भएछ। त्यो धेरै राम्रो भयो। 88% त पर्चेज सबै तपाईँले जति 1 लाखको डाटामा पर्चेज भनेर लेखिराख्नु भएको छ, भ्याट रिटर्न्समा पनि 19 करोडको छ भनिसकेपछि जम्मा 2 करोडको चाहिँ तपाईँसँग एडिसनल भ्याट रिटर्न्समा छ, जो 1 लाखभन्दा बिलो होला, 1 लाखभन्दा बिलोको कारोबार होला नि त, त्यो त तपाईँले कन्फर्मेसन ल्याउनु हुँदैन भन्ने कुरा चाहिँ यहाँ चेक भयो यसले गर्दा। तर यस्तो त हुनु भएन नि, यहाँ तपाईँले 20 करोड ल्याउनु भएको भए त समस्या हुन्थ्यो नि। यसले त्यो भयो भने चाहिँ इरर फालिदिन्छ, किनभने तपाईँले कुनै बिल छुटाउनु भयो होला, भ्याटमा चढाउनु भएन होला, कन्फर्मेसन चाहिँ ल्याउने, पार्टीबाट मैले खरिद गरेको भने चिठीमा चाहिँ सही गरिदिने, अनि भ्याट रिटर्न्समा चाहिँ नचढाउने भन्ने कुरो त हुँदैन नि त। त्यो कुरा यसले क्याच गर्छ। अर्को कुरा
अब बाँकी सेल्स त थिएन, डेप्टर्स कसरी आयो भन्नुहुन्छ भने चाहिँ डेप्टर्स भनेको चाहिँ एडभान्स पनि हुनसक्छ, किनभने प्लस फिगरलाई डेप्टर्स लिन्छ, माइनस फिगरलाई क्रेडिटर लिन्छ नि त हाम्रो ट्याक्समा। त्यसरी नै लजिक सेट गरेको छ भने तपाईँको 1 लाख डाटामा 1,09,000 को डेप्टर्स लिनुभएको छ, फाइनेन्सियल स्टेटमेन्ट डेप्टरमै हालिदिएको रहेछ, जुन चाहिँ एडभान्स हो वास्तवमा। 90% को कभरेज पुग्यो। 1 लाखको डाटामा 4,55,00,000 तपाईँले कन्फर्मेसन ल्याउनु भएको छ भने फाइनेन्सियल स्टेटमेन्ट 4,58,00,000 हाल्नु भएको छ भनेपछि फाइनेन्सियल स्टेटमेन्ट अलिक धेरै हाल्नु भएको छ, 2,57,000 हाल्नु भएको छ भने त फाइनेन्सियल स्टेटमेन्टमा तपाईँले जति डेप्टर या क्रेडिटर देखाउनु भएको छ, कन्फर्मेसन चाहिँ ल्याउनु भयो कि भएन त? ल्याउनु भएको रहेछ। 99% कभरेज ल्याउनु भएको छ उसको त, क्रेडिटरको त, ठिक छैन। अब यो चाहिँ अनयुजुअल ब्यालेन्सेस, तपाईँको कन्फर्मेसन लेटरमा केही समस्याहरू छन्। जस्तै उदाहरणको लागि यो श्री गणेश दुर्गा हाउसमा तपाईँले पर्चेस गर्नुभएको थियो, पर्चेस गर्दा त क्रेडिटर एक्सपेक्ट गर्छ नि त सिस्टमले, क्या पर्चेस गर्दाखेरि त क्रेडिटर हुनुपर्छ है भन्ने गेस गर्छ क्या सिस्टमले। तर तपाईँको डेप्टर्स भन्नाले एडभान्स पनि हुनसक्छ, तर क्लोजिङ ब्यालेन्स पोजिटिभ डेप्टर डिस्पाइट अन्ली पर्चेज भनेको पर्चेज हुँदा पनि यसले तपाईँको डेप्टर्स अथवा एडभान्स पैसा दिएको चेक गर्नु चाहिँ एकचोटि लेजर भन्ने कुरा हो। यति 3टामा चाहिँ समस्या देखियो, एकचोटि चेक गर्नुहोस् भन्नु खोज्छ। त्यसैले तपाईँले कुन चाहिँ कन्फर्मेसन लेटर ठ्याक्कै चेक गर्ने भन्ने कुरा तपाईँलाई यहाँ देख्छ। यहाँ विभिन्न लजिकहरू छन्। यो तपाईँलाई यो पार्टिकुलर क्लाइन्टलाई चाहिँ यो लजिक फिट भयो भने कुनै क्लाइन्टले खरिद पनि गर्छ, बिक्री पनि गर्छ भने त्यसलाई पनि लजिक छ, त्यो तपाईँलाई यहाँ अब्जर्भेसन्समा दिइहाल्छ, अडिट अब्जर्भेसन्समा। भने डेप्टर लिस्ट यहाँ बनाइदियो भने क्रेडिटर लिस्ट यहाँ बनाइदियो है। अब मिक्स नेचरको सेल र पर्चेस कुनै पार्टीको छ भने यो तपाईँले हेर्नु पऱ्यो। मिक्स नेचरको एउटै सामान खरिद बिक्री गरिरहेछ भने बा ट्रान्जेक्सन बढाउन पो त्यस्तो भइरहेछ कि। नेचर अफ गुड्स त अलग हुनसक्छ। जस्तै एउटा अर्को व्यापारीसँग मलाई अर्को सामान छ, अर्को व्यापारीसँग म उसलाई अर्कै सामान दिन्छु, उसले मलाई अर्कै सामान दिन्छ भने त हुनसक्छ नि त। तर एउटै सामानको आदान प्रदान भइरहेछ भने मिक्स नेचर अफ त्यो चाहिँ एकचोटि तपाईँले झटक्क हेर्न सक्नुहुन्छ। डोरमेट एकाउन्ट भनेको चाहिँ अब ओपनिङ र क्लोजिङ मात्रै भएको भन्ने बुझिदिनु पऱ्यो। यहाँ ओपनिङ र क्लोजिङ मात्रै भएको, ड्युरिङ दियर कुनै ट्रान्जेक्सनै छैन भने ब्याङ्क स्टेटमेन्टबाट यो कारोबारहरू भएको हो कि होइन, के हो त यसको यथावत पोजिसनहरू। जस्तै ओपनिङ ब्यालेन्स छ, यसपालि कुनै कारोबारै भएन भने तपाईँले यहाँबाट चेक गर्न सक्नुहुन्छ। ट्याक्स पेड एनालाइसिस, यो ट्याक्स पेड एनालाइसिसले चाहिँ यसले चाहिँ के गर्छ भने तपाईँले जुन आइआरडीको पेड भाउचर लिस्ट अनि हाम्रो त्यही आइआरडीबाट डाउनलोड गरेको डाटाहरू जब हालिदिनुहुन्छ यसले सबै एनालाइसिस गरिदिन्छ तपाईँको। यसले यहाँ के गर्यो भने एनएक्सटेनमा टिडिएस यति आयो, विथहोल्डिङमा नि टिडिएस यति नै आयो, मिलो भन्ने कुरा हो। जुन इटिडिएसको रिटर्नमा तपाईँलाई हालिदिएको है, तपाईँलाई अरूले हालिदिएको टिडिएस र तपाईँको अनुसूची 10मा पनि त्यति नै आयो भन्ने कुरा हो। यो चाहिँ के हो भने तपाईँको कहिलेकाहीँ कस्तो हुन्छ भने कुनै भाउचर तिर्नु भयो, तपाईँको एकाउन्टेन्टले मिस्टेक तिर्दैछ, त्यो कारणले तपाईँ प्राली हुनुहुन्थ्यो तर उसले व्यक्तिगत फर्ममा दाखिला गर्दैछ। तपाईँले अडिटको क्रममा त्यो भाउचर चाहिँ पेडमा चाहिँ देखिन्छ तर ट्याक्स क्रेडिटमा चाहिँ तानिएको छैन भनेको अनुसूची 10मा चाहिँ पैसा त्यो पेड भाउचर लिस्टदेखि यता आएको छैन भने त्यसको त्यो ठ्याक्राकै यसले भिडाइदिन्छ क्या। त्यसैले यो अनक्लेम्ड स्ट्याटसमा देखाउँछ। यसले के भन्यो भने भाउचर्स आर प्रेजेन्ट इन एट बट नट क्लेम्ड इन एक्सटेन्ड इफ दिज आर क्लेम्ड इन इयर रिटर्न दे मे एक्सपायर और रिक्वायर म्यानुअल कनेक्सन लेख्छ प्लिज इफ दे वर मिस्ड इन द रिटर्न फाइलिङ भनेको यसले के भनिदिइरहेछ भने यदि तपाईँको भाउचर्सहरू चाहिँ कुनै कारणवश अनुसूची 10मा तानिराखेको छैन भने तपाईँ एकचोटि चेक गर्नुहोस्। म आफूले भोगिसकेको छु यो कुरो, त्यही भएर बनाएको। कहिलेकाहीँ क्लाइन्टको फाइनेन्सियल इयर गलत भएर अथवा के भएर यो वर्ष पैसा तिरियो, फाइनेन्सियल इयर गलत हाल्दैछ, यो वर्ष तान्दैन पैसा, अनि क्लाइन्टले पैसा तिरेको भन्छ एडभान्स ट्याक्स, अनि त्यो त यसले क्याच गर्छ, त्यस्ता कुराहरू सबै क्याच गरिदिन्छ। भने अब तपाईँको प्रिभियस इयरको ट्याक्स क्रेडिट छ कि छैन भनेको यसले पहिले फाइनेन्सियल स्टेटमेन्ट हेर्छ। एडभान्स ट्याक्स थियो कि थिएन त तपाईँको, एडभान्स ट्याक्स माइनस ट्याक्स प्रोभिजन गरेर पैसा उब्रिन्छ कि उब्रिँदैन त।
अनि अनुसूची 10 मा यो टिसी तान्यो कि तानिएन त्यो चेक गर्छ। कहिले टिसी तान्न छुट्छ नि यसले, यहाँ तपाईँलाई सम्झाउँछ, तपाईँलाई गल्ती गर्न दिँदैन। अब विथहोल्डीबाट तपाईँको कतिवटा ट्रान्जेक्सन यो पार्टीसँग गर्नुभयो र कति कति पैसा हालिदियो भन्ने कुरा, कति रेटमा हालिदियो भन्ने कुरा यसले देखाउँछ भने अब यो चाहिँ एउटा राम्रो कुरो के छ भने यसमा यसले तपाईँको जस्तै विथहोल्डीमा आउने पैसा भनेको त के हुन्छ, इन्सेन्टिभ, कमिसन है, अनि त्यसपछि बिक्रीमा पनि हालिदिन्छन्। अब कस्तो हुन्छ भने तपाईँको इन्सेन्टिभ त आयो, कन्फर्मेसनमा त्यो पार्ट डिटेल्स ल्याउनु भएन। उदाहरणको लागि यही पार्टीको हेर्नुहुन्छ भने 1,20,000 को कारोबार भइरहेछ यससँग इन्सेन्टिभको, तर 1 लाखमा तपाईँले यसको कन्फर्मेसनले ल्याउनु भएन। यो एकदम मिस्टेक भएको रहेछ भन्ने पछि थाहा भयो। यसले अर्कै कसैलाई टिडिएस योसँग कारोबार पनि देखिँदैन, 1 लाखमा कारोबार पनि छैन, तर यसले टिडिएस गरिदिइरहेछ भनिसकेपछि यसले तपाईँको एभ्रिथिङ भिडाएर तपाईँलाई एउटा नट इन 1 लाख डाटा भनेको 1 लाख डाटामा चाहिँ यो कारोबार छैन है, त किन भएन त, हुनु त पर्थ्यो नि त भन्ने कुरा हेर्दाखेरि चाहिँ यसमा के पछि देखियो भन्दाखेरि यो पार्टीले अर्कैलाई गरिदिनु पर्ने, झुक्किएर हामीलाई गरिदिएको रहेछ, किनभने कारोबारै नभई किन इन्सेन्टिभ र बोनस दिन्छ त भन्ने क्वेसन पनि यहाँ रेज भएको थियो। यसले तपाईँको अरू 1-2वटा कुरा मैले फेस गरेका प्रब्लमहरू, जस्तै उदाहरणको लागि यो फिल्म डिस्ट्रिब्युटरहरूको जेनरली टिडिएसको खेल हुन्छ, एउटा फिल्म पर्चेस गर्छ, अर्कोलाई फिल्महरूलाई बेचिदिन्छ। त्यो डिस्ट्रिब्युटरहरूको के देखियो भने इटिडिएस अर्कै भएको छ, विथहोल्डीमा अर्कै पैसा हालिदिएको छ, कन्फर्मेसन लेटर र सेल्सको बिलिङ अर्कै भएको छ भन्दा यो डिफ्रेन्स देखिँदाखेरि टिडिएस मजाले काटेन अथवा त्यो कुराहरू सबै कुराहरू चाहिँ तपाईँले यहाँबाट डिफ्रेन्स सहित हेर्न सक्नुहुन्छ। यो एकदमै इम्पोर्टेन्ट हो। एकदम यो यसले दिएको रिपोर्ट चाहिँ एकदमै तपाईँले तत्काल एक्सन लिइहाल्नुपर्छ। यहाँ कहीँ केही गल्ती, ठुलो गल्ती हुनसक्छ कि तपाईँले हेर्नुपर्छ यो। अब एडभान्स टेक भनेको चाहिँ फाइनेन्सियल स्टेटमेन्टमा जति एडभान्स ट्याक्स छ त्यति नै एनेक्स 10मा आयो भने त यो नमिल्न सक्छ। कहिलेकाहीँ किन नमिल्न सक्छ भन्नुहुन्छ भने तपाईँले पुस महिनामा हालेको अथवा असार पछि हालेको पैसा त एडभान्स ट्याक्समा अनुसूची 10मा होला, फाइनेन्सियल स्टेटमेन्ट आउँदैन नि त, त्यो अर्को वर्ष तिरेको हो। यस्तो कुराले डिफ्रेन्स त पर्न सक्छ, तर एउटा तपाईँलाई चेक चाहिँ तपाईँले गरिदिनु पर्यो। भ्याट पेड एनालाइसिस, तपाईँले भ्याट त्यो वर्ष कति तिर्नुभयो। अब यो मान्छे क्रेडिट टु क्रेडिटमा हिँडेको थियो, भर्खर उसले स्टक नै धेरै भएको कारणले क्रेडिट भ्याट तिर्नु परेन, किनभने भर्खर दर्ता भएको फर्म भएको कारणले त्यस्तो भर्खर भन्दैन, भर्खर भ्याटमा गएको कारणले त्यस्तो भयो है। अब यो तपाईँको हेर्नुहुन्छ भने चाहिँ यसले भ्याटबाट भ्याट तिरेको भाउचर तानिदिन्छ, किनभने पेड भाउचर लिस्ट अघि अपलोड गरिदिने बित्तिकै यसले कुन चाहिँ भ्याट हो कुन चाहिँ के हो आफै छुट्याइदिन्छ सिस्टमले। तिरिसकेपछि तपाईँको भ्याट पेएबल रिसिभेबल ब्यालेन्स सिटमा करेक्ट तरिकाले रिफ्लेक्ट, जस्तै फाइनेन्सियल स्टेटमेन्टमा भ्याट पेएबल र रिसिभेबल आयो कि आएन, असाढको रिटर्नमा रिसिभेबल र पेएबल कति छ, डिफ्रेन्स छ कि छैन भन्ने कुराहरू चाहिँ यहाँ चेक गरिदिन्छ। अनि यो चाहिँ यसले आफै क्यालकुलेट गर्छ। तपाईँ जस्तै जति तिरेको भाउचर्स प्लस ओपनिङ भ्याट लाइबिलिटिज र यो वर्षको पेएबल त्यो हाम्रो भ्याट रिटर्न्सबाट हेरेर सबै कुरा गरेर यसले एक्सपेक्टेड क्लोजिङ चाहिँ कति आउनु पर्थ्यो भनेर यसले यहाँ पेएबलको कन्टेक्स्टमा चाहिँ तपाईँको यहाँ उसले पेएबल चाहिँ ठिक छ कि छैन भन्ने कुरा छ। अब यहाँ पेएबल 0 छ, तर यसले 1000 माइनस गर्नुको कारण के हो भन्दाखेरि यो फाइन तिरेको थियो कि 1 महिनाको डिले गरेर, त्यही भएर हो। त्यसैले यहाँ मिसम्याच भन्ने वार्निङ चाहिँ दियो, तपाईँले यो फाइन त हाल्नु पर्यो नि त, फाइन भनेर खर्च त्यो तपाईँले थाहा पाउन सक्नुहुन्छ। टिडिएस लाइबिलिटी एनालाइसिस अघि उता एन्ट्री गर्ने ठाउँ थियो है। अब यहाँ चाहिँ चटक्कसँगले जस्तै तपाईँको एक्सपेन्सेस टिडिएस एसेसमेन्ट ब्रेकडाउन भन्नाले फ्रिड कस्ट, पार्ट टाइम डक्टर, सेल्स प्रमोसनमा तपाईँले 2टा 1-1 23 गर्नुभयो भने यसरी मजाले तपाईँको फाइनेन्सियल स्टेटमेन्टमा 1,22,00,000 को खर्च छ, ट्याक्सेबल भन्नाले टिडिएसमा पनि यति नै गर्नुभएको छ भन्ने कुरा एउटा तपाईँलाई दियो, रिपोर्ट बनाएर दियो। त्यसो हुँदा वेजेस एन्ड कन्स्ट्रक्सन दियो भने स्यालेरिजको चाहिँ यति छ, ट्याक्सेबल स्यालेरी यति छ। अब यसमा डिफ्रेन्स आउन सक्छ कहिलेकाहीँ, जस्तै सिआइटी सिआइएफको कारणले भोलि गएर तपाईँले ट्याक्समा भनिदिँदा नि भयो, फाइनेन्सियल स्टेटमेन्टमा हामीले यति खर्च दाबी गरेको यो कस्ट टु कम्पनी यति छ भने ट्याक्सेबल चाहिँ यति छ, यसको डिटेल्स यहाँ तपाईँले बनाएर राखेको हुन्छ, त्यो सिस्टमले आफै ह्यान्डल गरिदिइहाल्छ। अब यो चाहिँ एक्चुअल टिडिएस पेड बाई क्लाइन्ट, यो टिडिएस तिरेको एक्चुअल थाहा पाइहाल्छ त्यसले, त्यहाँ त्यो भाउचरबाट थाहा पाउँछ।
त्यसपछि टिडिएस लाइबिलिटी 111 को उसमा यति थियो भने यसपालि पे गर्नुभएको छैन 12,000 तिर्दिनुहोस् अथवा लाइबिलिटी देखिएको हुनु पऱ्यो, ब्यालेन्स सिटमा चेक गर्नु पऱ्यो। यो सबै डमी डाटा हो, यसलाई त्यसरी नहेरिदिनुलाई डमी डाटा हो। कुनै जस्तै भनौँ न टिडिएस लाइबिलिटी चाहिँ 6,100 छ, 211 मा 10,000 तिर्दिनु चाहिँ 3,900 एक्स्ट्रा तिर्दिनु भयो कि। यो त रिफन्ड माग्न जानुहुन्छ कि अब एक्सपेन्स अफ गर्नुहुन्छ, अब के गर्ने हो गरिदिनुहोस्। बेनिस एम स्कोर, बेनिस दाई, यो बेनिस दाई मलाई मनपर्छ। जस्तै यसको यहाँ तपाईँले यसले तपाईँलाई स्कोर दिन्छ, यो स्कोर एकदमै यो फाइनेन्सियल हेल्थ कस्तो छ यो संस्थाको भनेर एक लेभलमा तपाईँको ठिक छ कि छैन भन्ने कुरा चाहिँ यसले तपाईँलाई स्न्यापसट दिन्छ। यो एकदम मलाई राम्रो टुल लाग्छ बेनिस एम स्कोर। यो हेर्ने तपाईँको जति मेनिपुलेसन कहीँ गरेर हेर्नु यसले थाहा पाउँछ एकचोटि डेप्टर्स या क्रेडिटर्स अथवा केहीमा मेनिपुलेसन गरेर हेर्नु, यो अननेचुरल तपाईँले त्यहाँ थाहा पाइहाल्नुहुन्छ। एकचोटि आफ्नो क्लाइन्टको हेर्नुहोस् न। भेरिएन्स एनालाइसिस, यो एभ्री लाइन अफ ब्यालेन्स सिटको आइटममा तपाईँले यहाँ थ्रेसहोल्ड दिन सक्नुहुन्छ। जस्तै तपाईँलाई 20% को प्लस र माइनस 20% बढो पनि घटो पनि, त्यसरी भेरिएन्स कुन कुन आइटममा के भएको रहेछ लाइन अफ आइटममा हेर्न सक्नुहुन्छ है। स्पेसल आइटम एनालाइसिस, यो स्पेसल आइटम एनालाइसिस भनेको चाहिँ के हो भने तपाईँले यो सुरुमा अघि मैले इग्नोर गराएको थिएँ नि, यो स्पेसल आइटम कन्फिगरेसन, यहाँ तपाईँले लजिक दिन सक्नुहुन्छ। यहाँ तपाईँले लजिक दिन सक्नुहुन्छ। कुनै लजिक चाहिँ तपाईँले कुनै टेबल बनाएर यसरी टेबल 1 टेबल 2 टेबल 3 बनाउने हो, केही गर्नु पर्दैन, सजिलो छ। च्याप्टर टेबल भनौँ न, त्यो बनाएर तपाईँले पार्टिकुलर फाइनेन्सियल स्टेटमेन्टको नोट तानेर त्यसको करेन्ट इयर प्रिभियस इयर तानेर डिफ्रेन्सियल गरेर कन्डिसन दिन सक्नुहुन्छ क्या। यदि यस्तो कन्डिसन भयो भने तपाईँलाई ट्रु हुँदा के रिजल्ट चाहियो, फल्स हुँदा के रिजल्ट चाहियो। त्यसैले मैले चाहिँ मिसयुज अफ फन्ड एन्ड रिलेटेड इन्ट्रेस्ट यहाँ चेक गर्छु। मिसयुज अफ फन्ड डिटेक्ट भयो भने त्यसको रिलेटेड इन्ट्रेस्टलाई के गरेको छ भन्ने क्वेसन यहाँ गर्छु भने प्रोपर्टी प्लान्ट इक्विपमेन्टमा मेजर एडिसनहरू छ भने इन्ट्रेस्ट क्यापिटलाइजेसन भयो भएन, यसले इन्ट्रेस्ट क्यापिटलाइजेसन नट डिटेक्टेड भनौँ होइन। अब इन्ट्रेस्ट क्यापिटलाइजेसनहरू गर्नुपर्ने चिजहरू तपाईँले बा छुटाउनु हो कि, अथवा मेजर एसेट्स एडिसन छ कि छैन, 8 को उपभोक्ता 3 लाग्छ लाग्दैन, अब यहाँबाट तपाईँले हेर्न सक्नुहुन्छ। अब भने फन्ड इन्जेक्सन चाहिँ यसले भेट्यो। अब 5 लाखको पुँजीलाई 50 लाख बनाउनु भयो भने अब क्यापिटल फन्ड इन्जेक्सन ब्याङ्क स्टेटमेन्ट त हेर्नु पऱ्यो, यसको सोर्स खोज्नु पऱ्यो। अदर सोर्सबाट इन्जेक्सन छ कि छैन भन्दा अदर सोर्सबाट पनि देखियो। जस्तै 90 लाखको चिजलाई 1,79 लाख यसले पैसा कहाँबाट ल्याएर भन्ने कुरा चाहिँ तपाईँले यहाँ फन्ड इन्जेक्सन यो चेक सोर्स, यो तपाईँले वार्निङ सेट गर्नु भएको छ। यो चाहिँ कस्ट्युम हो कि, तपाईँलाई जे जे फाइनेन्सियल स्टेटमेन्टको नोटहरू चेक गर्न मन छ यहाँ तपाईँले चेक गर्न सक्नुहुन्छ। डाटा हार्मोनी भनेको चाहिँ पिएल एकाउन्टमा आएको पिएल चाहिँ रिजर्भमा त्यति नै पैसा ट्रान्सफर भयो कि भएन, क्लोजिङ स्टक यता ब्यालेन्स सिटमा त्यति नै सर्यो कि सरेन, अनि डाटाहरूको ओपनिङ क्लोजिङ स्टक ओपनिङ स्टक चाहिँ क्लोजिङ स्टकमा सर्यो कि सरेन प्रिभियस इयरदेखि करेन्ट इयर आउँदा है। ट्याक्स प्रोभिजन ठिक छ कि छैन, अनि ड्रइङ लिमिट कहिलेकाहीँ 1 लाखको रिजर्भ छ, 1,01,000 झिक्दिनबाट 1000 त क्यापिटल विथड्र भयो नि त, यो चेक गर्छ उसले। ड्रइङ्स विदिन द लिमिट भनेको तपाईँले पैसा ड्रइङ्स या डिभिडेन्ड गर्दाखेरि त रिजर्भले धान्ने न गर्नु पऱ्यो, त्यो कुरा चाहिँ चेक गरिदिन्छ भने। अब इन्ट्रेस्ट एन्ड इन्ट्रेस्ट पेएबल चाहिँ म चेक गर्छु, किनभने इन्ट्रेस्ट र इन्ट्रेस्ट पेएबल चाहिँ ब्याङ्कको ब्याजको इन्ट्रेस्ट हुन्छ नि, कहिलेकाहीँ पेएबलहरू छुटिरहेको हुन्छ, त्यो कुराहरू चाहिँ म यहाँ चेक गर्छु। अब अडिट चेकलिस्ट, यो चेकलिस्ट तपाईँले आफैले बनाउन सक्नुहुन्छ। चेकलिस्ट जेनरल चेकलिस्ट यस नो नट एप्लिकेबल, पिडिएफ अपलोड गरिदिने, एट्याचमेन्ट जे एट्याचमेन्ट अपलोड गरिदिने, रिमार्क्स लेखिदिने, यसरी तपाईँले आफ्नो चेकलिस्ट बनाउन सक्नुहुन्छ है। यहाँ तपाईँको 35वटा आइटम छन्, 35वटा चिज चेक गर्नुहोस् अनि सक्नुहोस् अडिट। एउटा जेनरल चेकलिस्ट भयो। अब होइन मलाई भ्याट रिलेटेड चेक गर्नु छ, यो 14वटा चिज छ, 14वटा कति पर्सेन्टेज कम्प्लिट भयो भन्ने कुराहरू चाहिँ यहाँ माथि देखाइरहेको छ। जस्तै मैले यहाँ यस गरिदिएँ भने 7%, मैले यो यस गरिदिएँ भने 14%, ठिक छ होइन। फिलिङ्स बुझ्नु पनि यसरी चेकलिस्ट
तपाईँले गर्न सक्नुहुन्छ। अब यसको फिचर के छ भने चेकलिस्ट तपाईँले आफैले बनाउन सक्नुहुन्छ। यहाँ जस्तै न्यू टेम्प्लेट बनाउने, चट्टसँगले के लेख्ने यसलाई टेम्प्लेट, अनि यो कुनमा ट्यागिङ गर्ने त जेनरलमा देखिन्छ कि भ्याट रिलेटेडमा देखिन्छ कि केमा चेकलिस्टमा देखाउने, अनि तपाईँले यहाँ सेभ टेम्प्लेट गर्ने, अनि त्यसपछि यहाँ भरिदिँदै जाने। अब एड न्यू आइटम यसको के हो त 1 नम्बरमा च्याप्टर के लेख्ने त यसलाई भन्दा कमन च्याप्टरमा त्यही च्याप्टरको अन्डरमा देखाइदिन्छ। त्यसपछि के भेरिफाई गर्नु छ त, कुन चाहिँ सेक्सनको रिफरेन्स छ, यो म्यान्डेटरी हो कि होइन त भन्ने कुरा गरेर तपाईँले टेम्प्लेट आफै बनाउन सक्नुहुन्छ आफ्नो संस्थाको लागि। अब तपाईँले अब मानिलिउँ अब हाम्रो 15 नम्बर, अब 15 नम्बरको चेकलिस्टमा अदर एक्ट चेकलिस्ट भन्नेमा अब मैले यहाँ बोनस लेबर एक्ट यहाँ जे चेकलिस्ट छ तपाईँको जतिवटा बनाए पनि कुनमा ट्यागिङ गरिदिने भन्ने कुरा हो। जस्तै उदाहरणको लागि टेम्प्लेट बनाउनु भयो, तपाईँले चेकलिस्ट बनाउनु भयो, यसलाई चाहिँ कुनको मेन्युमा देखाउने भन्ने कुरा पनि डिसाइड गर्न सक्नुभयो नि त। अब मैले लेबर एक्ट चेक गर्नु पऱ्यो भने अब च्याप्टर 3 इम्प्लोइमेन्ट कन्ट्र्याक्ट होइन, अब त्यो त्यसरी बनाउन सक्नुभयो। अब एनएक्स 5 के भनौँ 556 रुपियाँको भेरिएन्स देखियो भन, अनि ट्याक्सेबल प्रफिट र यहाँको म्याच भयो भन्ने कुरा भयो। यहाँ तपाईँले क्लिक गर्नुभयो भने यसको नोट्स पनि देखाइदिन्छ केबाट यसले बनायो भनेर। जस्तै अदर इन्कम यसरी तपाईँले हेर्न सक्नुहुन्छ। अनुसूची 5, अनुसूची 13 यहाँ क्लिक गर्नुभयो भने कहाँबाट ल्यायो, यहाँ क्लिक गर्नु फेरि माथि है यसरी ब्यालेन्स सिट पनि म्याच भयो अरे, मतलब तपाईँको ब्यालेन्स सिट फाइनेन्सियल स्टेटमेन्ट म्याच भयो अरे, प्रफिट पनि म्याच भयो भन्ने कुरा चाहिँ यसले तपाईँलाई सङ्केत गरिदिन्छ है। एनएक्स 10 टिसी भाउचर अटोमेटिक, अनि कर एनएक्स 1 र 2 प्रिपेयर भइहाल्यो। फाइन पेनाल्टी डिले सिले गर्नुभएको छ भने अनि यहाँ कति पैसा एडिसनल दाखिला गर्नुपर्ने छ तपाईँले यहाँ टोटल एडभान्स ट्याक्स रेट 360 मा 293 छ भने 67,000 चाहिँ अब फर्दर दाखिला गर्नु पर्यो भन्ने कुरा। एनएक्स 13 त्यही 1 लाख सरी यो चाहिँ हाम्रो एनएक्स 13 यो पार्टीको उयो अब तपाईँले एसेट सेड्युल कति मजाले बनाइदिनु त चट्टासँगले। ओपनिङ स्टक, पर्चेज, रिभ्यालुएसन, ट्रान्सफर, क्लोजिङ टक्कसँगले सेल्स गर्नुभएको छ नि यहाँ गेन र लस छ भने चाहिँ सबै यहाँ तपाईँले देखाइदियो। ट्याक्सको पनि हेर्नुहुन्छ भने ट्याक्सको पनि कम्प्युट गरिदियो। केही गर्नु परेन, यो त आफै उसलाई गराउने हो नि है। विथहोल्डी टिडिएस हेर्न सक्नुभयो कसले विथहोल्डी गरिदिएको रहेछ भनेर भने। एनएक्स 10 यहाँ एउटा चिज हेर्नु त, यो 111, 22, 23, 24 दिएको भने चाहिँ केही गर्दैन, तर अरू लेख्यो भने चाहिँ लाइट रेड गरिदिन्छ क्या कसैले। कुनै अब 11125 मा आयो भने अथवा 39 मा आयो भने तपाईँलाई हाइलाइट गरिदिन्छ के। तपाईँले थाहा पाउन सक्नुभयो कुनै डिभिडेन्ड हो कि कुनै केही चिज हो कि भनेर तपाईँले एउटा ठक्कसँगले यहाँ हेर्न सक्नुहुन्छ। पेड भाउचर लिस्ट हेर्न सक्नुभयो। यो अनट्याग्ड हेर्नु नै, यो सबै टिडिएस मोड्युल आइटिएक्सहरू मोड्युलमा भएको छ भने यो चाहिँ अनट्याग्ड हो। अनट्याग्ड भनेको कहीँ युज भएको छैन, यो युज पनि भएन प्लस उता पनि तानिएन भन्ने अघि पनि हामीले हेरेका थियौँ नि ट्याक्स बोर्ड। यहाँबाट पनि कुन भाउचर हो यहाँ सर्लक्क त्यहाँ पनि भाउचर देखाउँछ। यो चाहिँ सबै भाउचर सहितको त्यो चिज पनि देखाइदिन्छ यहाँ। ओ माई गड, ब्याङ्क स्टेटमेन्ट यो त मेरो फेभरेट ब्याङ्क स्टेटमेन्टमा त मलाई कति मनपर्छ। यो यस्तो पावरफुल टुल छ है। यो चाहिँ हामीले ब्याङ्क स्टेटमेन्ट एनालाइसिस यसमा गरेको छैन, यो हामीले म्यानुअली वर्क गऱ्यौँ। हामीले गरेको क्लाइन्ट पख्नुहोस् है त, एउटा क्लाइन्ट छ के बाल होइन, एउटा क्लाइन्टको नाम सयपत्री 1 लाखको डाटा
च्याट्टासँगले फेच अल गरिदिउँ। अब हेर्नुहोस् है, यो यसमा ब्याङ्क स्टेटमेन्ट एनालाइसिस गरेको छ। म तपाईँलाई देखाइदिन्छु यहाँ के हुन्छ। यो एकदम राम्रो तपाईँको हेर्नुहोस् त, तपाईँले एक्सेल अपलोड गर्न सक्नुभयो ब्याङ्कको है, मल्टिपल ब्याङ्क स्टेटमेन्टहरू अपलोड गर्न सक्नुहुन्छ। अटो एसाइन गरिदिनु भने चाहिँ के हुन्छ भने तपाईँको जुन तपाईँको यसले के गरिदिन्छ भने जस्तै निरोज खनाल भन्ने चिज देख्ने बित्तिकै यहाँ जस्तै यो त जे पाए त्यही लेखेको हुन्छ नि, त्यस्तो त्यो भनौँ न नाम बिचमा त्यो इन्केसिङभित्र आयो भने पनि अटो एसाइनले तब 90% प्रिडिक्सन मिल्यो भने यसले एसाइन गरिदिन्छ कि अटोमेटिक। यो तपाईँले छान्दा पनि भयो, यसले आफै गरिदिन्छ। जस्तै यो म अर्थ एम लेखेको छ, हेर्नु त म अर्थ मुभर्स हो नि, तर यसले म अर्थ प्राइभेट लिमिटेडमा ट्याग गरिदियो, अटो ट्याग गरिदिन्छ कि यसले। भनेको नाम त मिलेको छैन नि, नाम त मिलेको छैन, अगाडि फेरि एनआइसिए पनि लेखेको छ। यस्तो कुराहरू पनि ब्याङ्क स्टेटमेन्ट अटो ट्याग गरिदिन्छ। यसको लागि तपाईँले ब्याङ्क स्टेटमेन्ट त 5 मिनट्समा एनालाइसिस गर्न सक्नुहुन्छ, ठिक्कको छ भने है। भनेको धेरै छ भने पनि तपाईँले सबै कुराहरू चाहिँ यसरी अब सिस्टमले बिगार्न पनि सक्छ। 90% एकुरेटमा वर्क गर्छ है, 10% बिग्रेको चाहिँ तपाईँले यसो म्यानुअली हेरेर करेक्सन गर्न सक्नुहुन्छ। ट्याग कन्ट्रा भनेको चाहिँ मान्नु दुईवटा तपाईँको ब्याङ्क स्टेटमेन्ट छ, एउटाको सेम डेट छ, उति नै एमाउन्ट छ, एउटामा डेबिट भएको छ, अर्को ब्याङ्कमा सेम डेट सेम एमाउन्ट क्रेडिट भएको छ भने चाहिँ त्यसलाई कन्ट्रा एन्ट्री भनेर रिभर्स, मतलब त्यसलाई कन्ट्राको ट्याग लगाइदिन्छ भन्ने कुरा, ठिक छ होइन। अब यहाँ ब्याङ्क चाहिँ सानिमा ब्याङ्क र महालक्ष्मी ब्याङ्क दुईवटा हालेको रहेछ है, यहाँ हाम्रो सलिना मैनले हालेको। अब यो एनालाइसिस गर्दाखेरि चाहिँ अब जस्तै निरज खनालको ट्रान्जेक्सन यहाँ यसरी ट्यागिङ भएको, निरज खनालको हेर्न सकिहाल्नुभयो है। अब म अर्थ मुभर्सको ट्रान्जेक्सन हेर्न सक्नु। यसले के चाहिँ गरेर तपाईँ ट्रान्जेक्सन मात्रै ट्याग गरेर हुन्छ त भन्ने कुरा गर्नुहुन्छ भने चाहिँ ओ बुई, अब अर्को पावरफुल टुल छ नि हामीसँग, पार्टी वाइज एक्सपेक्टेड। अब यो तपाईँको जुन 1 लाख एउटा मैले तपाईँलाई कुरा भन्दै कि भन्दैन, जस्तै यहाँ यो पार्टीको नाम चाहिँ कहाँबाट लेजर उसले कहाँबाट बनायो भने नि 1 लाखको डाटा जुन तपाईँले सेल पर्चेस गरेर हालेको हुन्छ नि, आफै बनाइदिन्छ कि उसले, त्यहीँबाट लेजर टक्रुक टक्कन टुक्कर बनाइदिइहाल्छ। अब यसमा पावरफुल टुलमा देखाउँछु ल, पावर पावर पावर। अब यसले तपाईँको ओपनिङ, पर्चेज, सेल्स अनि एक्चुअल क्लोजिङ भनेको जुन कन्फर्मेसन लेटरमा एक्चुअल क्लोजिङ ल्याउनु भयो, यो टोटल रिसिप्ट र टोटल पेमेन्टलाई आधार मानेर यसले एक्सपेक्टेड क्लोजिङ निकाल्छ। डिफ्रेन्स हुनसक्छ कहिले थोरै ग्यास, तर कति डिफ्रेन्स छ त आमामा, के हो यो। 2 करोडको पर्चेज छ, रिसिप्ट पेमेन्ट ब्याङ्कबाट एउटा ट्रान्जेक्सनै भेटिएन कि, तर 13 लाखको क्लोजिङ ल्याएको छ, वाइ भन्ने कुरा चाहिँ तपाईँले यहाँ क्वेसन गर्दाखेरि कुनै अर्को ब्याङ्क स्टेटमेन्टबाट कारोबार भएको छ कि भन्ने क्वेसन त तपाईँले सोध्न सक्नुभयो नि त, पार्टी वाइज सोध्न सक्नुहुन्छ। अब तपाईँले यति भएन, अब मुनि गएर अदर ब्याङ्क लेजर्स नट इन 1 लाख डाटा भनेको 1 लाखको डाटामा लेजर छैन भने तपाईँले लेजर क्रिएट, लेजर जुन हुन्छ नि लेजर, यो क्रिएट गरेर यो चाहिँ अरू सामान्य कारोबारहरू भएको भन्ने कुरा। जस्तै अब यहाँ यो हेर्दा पनि कन्फर्मेसन लेटर, अब यसलाई के भन्यो भने कन्फर्मेसन लेटर तिम्रो लिएर आउन त, कन्फर्मेसन लेटर त चाहियो नि त, किनभने 17 लाखको पैसाको मुभमेन्ट लेजरमा देखिरहेछ भन्ने कुरो भइसकेपछि चाहिँ उसलाई अब कन्फर्मेसन लेटर ल्याउन सक्यो। यसरी 80वटा लेजर छ। अब यो यत्रो ट्रान्जेक्सन कति बेर लाग्यो होला भन्नुहुन्छ भने चाहिँ टाइम चाहिँ लाग्दैन, किनभने अटो ट्यागिङ छ। त्यसैले ब्याङ्क स्टेटमेन्ट एनालाइसिस एउटा एकदम पावरफुल टुल हो। फाइनेन्सियल स्टेटमेन्ट एक्सपोर्ट, अब कुन चाहिँ एक्सपोर्ट गर्ने त, फेज डाटाबाट उसकै गरौँ ल, टक्कन 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 टक्कन। फाइनेन्सियल स्टेटमेन्ट एक्सपोर्ट, जेनरेट वर्ड,
फाइनेन्सियल स्टेटमेन्ट रेडी गरिदियो है, ब्यालेन्स सिट, पिएल, कम्प्रिहेन्सिभ इन्कम, क्यास फ्लो, यो अरू के चाहियो तपाईँलाई? चेन्जेस इन इक्विटी, पैसा तिर भन्दैछ, भ्याट रिकन्सिलिएसन्स, सेड्युल्स, एसेट्सको सेड्युल, ट्याक्सको एसेट्सको सेड्युल, स्टकको डिटेल्स सबै यसले एक्सपोर्ट गरिदियो। अब के गर्छ त अब हेर्नुहुन्छ अरू? यसलाई 3 वर्ष छानिदिनु भयो भने यसले 3 वर्षको ट्याक्राक, तर ब्यालेन्स सिटमा मात्रै ल्याउँछ नि। 3 वर्षको त ब्यालेन्स सिट मात्रै दिन्छ, पिएल त 2 वर्षकै कम्पेरिटिभ दिन्छ नि त हाम्रो फर्स्ट टाइम एडप्सनहरूमा। ब्यालेन्स सिट 3 वर्षको बनाइदियो, फेरि पैसा तिर भनौँ 2 वर्षको पिएल। अब क्यास फ्लो, अब पिएल त 2 वर्षकै हुन्छ नि त, ब्यालेन्स सिट चाहिँ 3 वर्षको बनाइदियो। यसरी सबै सेड्युलहरू फालिदियो। अर्को हेर्नुहुन्छ रिपोर्ट, एकाउन्टिङ पोलिसिज फालिदिन्छ, हेर्ने एकाउन्टिङ पोलिसिज पनि फालिदियो, टक्क 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 एकाउन्टिङ पोलिसिज पनि फालिदियो। अब अडिट रिपोर्ट पनि है, यो कम्पनीजलाई हुँदा कम्पनीज टु सेयर होल्डर हुन्छ, पार्टनरलाई हुँदा पार्टनर हुन्छ, सिस्टमले आफै कन्स्टिट्युसन टाइप हेरेर गरिदिन्छ है। यो अनक्वालिफाइड अडिट रिपोर्ट पनि फाल्न सक्नुहुन्छ, फेरि चाहियो ल अडिट। यो अनक्वालिफाइड मात्रै हो है, फेरि क्वालिफिकेसन चाहिँ आउँदैन। क्वालिफाइडवाला चाहिँ अब अर्को अलिकति त्यसमा अडिट अब्जर्भेसन्स, अडिट चेकलिस्टबाट चाहिँ होइन, अडिट अब्जर्भेसन्सबाट चाहिँ अब्जर्भेसन्स हालेको भरमा अलिकति एआईलाई इन्ट्रिग्रेट गराएर क्वालिफाइड ओपिनियन त्यहाँबाट पनि आउने बनाउनु छ। अहिले चाहिँ अनक्वालिफाइड ओपिनियन छ। यो पनि भयो। अब यसमा अब यहाँ चाहिँ तपाईँले आफ्नो स्ट्यान्डर्ड टेम्प्लेट पनि बनाउन सक्नुहुन्छ। जुन रिपोर्टहरू चाहिन्छ तपाईँले टेम्प्लेट बनाउन सक्नुहुन्छ। जस्तै उदाहरणको लागि तपाईँले यहाँ एकाउन्टिङ पोलिसिस अथवा ट्याक्स एकाउन्टिङ पोलिसीलाई तपाईँले अपडेट गरिदिनु भयो भने हेर्नु त्यही त कस्तो जे पाए त्यही जस्तो देखिएको छ, तर तपाईँले यहाँ खासै हेर्नु भने खासै केही छैन। यो अहिले हेर्दा कस्तो नबुझिने जस्तो छ नि। अब यो हेडिङ अनि यो तपाईँले एडिट गर्न सक्नुभयो कि यहाँ कर्पोरेट इन्फर्मेसन अनि क्लाइन्ट नेम तानिदियो, हियरिन आफ्टर कल्ड, यो दिस एकाउन्ट यसरी तपाईँले केही थप्नु छ भने यहाँ तपाईँले थप्न पनि सक्नुभयो। अब यसको कस्ट्युम रिपोर्टबाट तपाईँले त्यहाँ बनाउनुहुन्छ, कस्ट्युम टेम्प्लेट बनाउनु भयो भने यहाँ तपाईँले अब ट्याक्स एकाउन्टिङ पोलिसिस, अब कर्पोरेट इन्फर्मेसन अघि देखिरहनु छ, यो एनए आएको चाहिँ तपाईँले माथि त्यो कम्पनी उयो नलेखेर हो क्या, त्यहाँ एउटा ठाउँ लेख्ने छ। यसरी ट्याक्स एकाउन्टिङ पोलिसिस पनि तपाईँले बनाउन सक्नुभयो। अब तपाईँलाई के चाहिन्छ आफ्नो रिपोर्ट, अब यहाँ अर्को छ, यो चाहिँ कम्प्लिट तपाईँको यो भनौँ न स्ट्यान्डर्ड चाहिँ सबै अब बेसिक इन्फर्मेसन, अडिटरको डिटेल, स्ट्याचुरी ड्युज, भ्याट एसेसमेन्ट, तपाईँले भ्याटको सबै कुराहरू, सबै भ्याटहरू चेक गर्नुभयो, इन्कम ट्याक्सको एसेसमेन्टहरू सबै गर्नुभयो, रिकन्सिलिएसनहरू त अघि जे गर्नुभएको थियो यसको सबै रिपोर्ट यहाँ यसरी बनेर आउँछ। सबै डिटेल भन्छ, सबै सिस्टमले बनाइदियो भनौँ न। हाम्रो 15 नम्बरको मोड्युल चाहिँ यति नै हो। अब तपाईँले अर्को एउटा क्वेसन गर्नु होला, यो त कतिवटा मोड्युल छ, यो त अब यो एउटाले रिभ्यू गर्ने भयो, यो त जेनरली ट्याक्स अडिट सिटमा त केही 2-3वटा कुरा टाइप गर्ने ठाउँ भनेको तपाईँले भ्याट क्लासिफिकेसन गर्नु पर्यो र भ्याट क्लासिफिकेसन, इनेक्स प्रिपेयर र टिडिएस लाइबिलिटी एसएस र डिफर्ड ट्याक्सको डिटेलहरू हाल्नुपर्छ। यति हो यहाँ हाल्ने भनेको, अरू त सबै अन्य कुनै मेन्युहरूबाट आउँछ। तपाईँले यहाँ के कुरा बुझ्नु पर्यो भने यत्रो धेरै मेन्युहरू छ है, तपाईँले यहाँ एउटा एसओपी भन्ने मोड्युल छ। एसओपी अब हामी नेक्स्ट
क्लासमा डिस्कस गर्छौँ अथवा नेक्स्ट सेसनमा डिस्कस गर्छौँ। यसले चाहिँ यो कस्तो ब्युटिफुल छ भने यसले तपाईँले आफ्नो वर्क फ्लो डिजाइन गर्न सक्नुहुन्छ, वर्क एसाइन गर्न सक्नुहुन्छ। पार्टिकुलर वर्क पनि कस्तो भने यो हरेक मेन्युहरू छ नि, कुनै पनि मेन्यु ट्याग गरेर तपाईँले वर्क फ्लो डिजाइन गरेर एउटा पार्टिकुलर युजरले स्टेप वाइज के ल यो एउटाले यो काम गर्दैछ, जस्तो उदाहरणको लागि एउटा तपाईँले भ्याटको बारेमा कुनैलाई 2 जना भाइ बहिनीलाई एसाइनमेन्ट गर्नुहुन्छ भने भ्याटको सुरुमा यो डिटेलहरू हेर्नु पर्यो, अथवा यो मेन्यु भनौँ न, यो मेन्युमा जानु पर्यो भनेपछि सिस्टमले आफै नेक्स्ट गर्दा त्यो मेन्युमा लगिदिन्छ। यो नेक्स्टमा हेरौँला, आजको लागि सक्यो। यो एसओपी भनेको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर्स हो। यो तपाईँले वर्क फ्लो डिजाइन गरेर एकदम राम्रो चट्टसँगले भ्याट हेर्ने, फेरि त्यसको चेकलिस्ट हेर्ने, फेरि अर्को मोड्युलमा जाने, अर्को चिजमा जाने, एकदम वर्क फ्लो तपाईँले आफैले डिजाइन गर्न सक्नुहुन्छ र सबै इम्प्लोइहरूले सट त्यो वर्क फ्लोमा काम गर्न सक्छन्। हस् त, धन्यवाद।